यतिको all the time. गाडी छोडेर गयो हामीलाई। त्यहाँ हेर्नु त पानीहरू यहाँ आइस जमेर बसेको छ है। अब यो लड्ला है म त सब पानी होइन आइस चिसो आँखा तिम्रा जीवन सजाइदेऊ न मन भारीका पीडाहरू छन् जति पछाडि गएर सुत्नुपर्ने हुन्छ। छाती मेरा सिरा बादल सरी वरिपरि पछि लाग्नेछु बाडुकी बनेर पछाउनेछु हावा सरी अघिपछि बेरे। गुड मर्निङ फ्रम कागमिनी। सो गाइजहरू हामी चाहिँ राम्रोसँग ब्लगहरू त्यस्तो खासै बनाएको छैन, माइन्ड नगरिदिनु होला होइन। हावाले मान्छे उडाला जस्तो भएको थियो, त्यही भएर हामीले चाहिँ खासै ब्लग बनाएन छौँ। हाम्रो रुम कति मेस छ तर त्यही डोन्ट माइन्ड होइन, केही पनि छैन। सो हामी चाहिँ अब मुक्तिनाथ मन्दिर जानको लागि रेडी भइसकेको छ। यता केटीहरू चाहिँ अझै टचअप गर्दैछ होइन। उता पनि मन्दिर जान एकदम राम्रो भएर सिँगारिएर जानुपर्छ अरे क्या, त्यही भएर हामी यसो राम्रो हुँदैछ। अब कतिजना केटालाई ढालिदिने हो हामीलाई थाहा छैन नि। सो केटी हो हल्का टचअप सचअप होइन, हल्का त टल्किनु त पर्नै हुन्छ। मेकअप चाहिँ गर्न सिक्नुपर्छ है सबैजना, नत्र म जस्तो हुन्छ गाइज, म जस्तो हुन्छ जुनचाहिँलाई मेकअप गर्न आउँदैन, त्यही भएर म यिनीहरूसँग क्लास लिँदैछु। सो क्लास दिनु छ भने हामीलाई सम्पर्क गर्नु होला। नम्बर चाहिँ होस् भन्दिनँ, पब्लिक गर्नु पर्दैन। 97 सक्यो नम्बर त्यही हो। अब मेकअप गर्न चाहिँ सिक्नु पर्ने रहेछ गाइज होइन, न त यसरी दुःख पाइँदो रहेछ। त्यो त तिमीलाई हामीले पहिल्यैदेखि भनेको नानी।
सो कस्तो राम्रो देखेको अब मैले कतिजनाले ढाल्ने होला त साथी कतिजना केटा ढाल्ने हो अब ए जतिलाई देख्छु त्यतिलाई ढालिदिने डङ्का डङ सो अब हामी एकछिनमा ब्रेकफास्ट गर्छौँ कि गर्दैनौँ त्यो चाहिँ थाहा भएन गरेछ भने नि यसो आइहाल्यो भनेर देखाउँछौँ हामी नभए एकैचोटि सिधै मुक्तिनाथ पुगेर हामी तपाईँलाई देखाउनेछौँ अहिलेको लागि चाहिँ बाई बाई एकछिनमा भेट्नेछौँ टाटा हेडिङ टु मुक्तिनाथ टुडे अनि मेरो साथीहरू छ यहाँ चाहिँ देयर ह्याभिङ ब्रेकफास्ट हेलो भन्दै समिता ऊ चाहिँ खानामै बिजी छ होइन सो दिस इज हाउ आई एम लुकिङ हेलो गाइस अब चाहिँ हामी मुक्तिनाथ टेम्पल जानु लाग्यो दर्शन पनि गराउँछ हामी पनि दर्शन गर्छौँ त्यो पछाडि देख्नुहुन सक्नुहुन्छ क्यामेराको बिस्तारै बिस्तारै तिमी मेरो वरिपरि सहारा बन्दैछौ तिमी ल गाइज अब चाहिँ हामी बसबाट झरेर हामी मुक्तिनाथ टेम्पल जानको लागि हामी यात्रा गर्दैछौँ हाम्रो साथीहरू यहाँ छन् हेलो गाइजहरू पिङ्की केही भन्न चाहन्छौ धर्मकर्मको ठाउँमा हिँडेको नै राम्रो अहिले चाहिँ हिँड्नु नपरेको त्यस्तो राम्रो देखेको छैन यस्तो जाडोमा वाक गऱ्यो भने आफ्नो वार्म पनि हुन्छ हामी चाहिँ मुक्तिनाथ जाँदैछौँ त्यहाँबाट सर्ट क्लिपहरू दिन्छौँ तपाईँहरूलाई हाम्रो साथीहरू चाहिँ उता तलपट्टि सामानहरू लिँदैछन् हामी चाहिँ बिस्तारै यात्रा गर्दैछौँ यात्रा राम्रो छ उता तल हेर्नुहोस् घोडा आउँदैछ हामी चाहिँ अहिले मुक्तिनाथको लागि हिँड्दैछौँ यहाँ सेतो घोडा देख्न सक्नुहुन्छ सो हेलो गाइज म चाहिँ यहाँ छु मेरो प्यारा प्यारा साथीहरू यता छन् यहाँ चाहिँ एउटा यता छ सो हामी चाहिँ हिँडेर जाँदैछौँ यहाँ चाहिँ कति घन्टा रिपिङ्स हिँड्नुपर्ने हामी अराउन्ड हाफ एन आवर चाहिँ हामी हिँडेर माथि मुक्तिनाथको मन्दिर पुग्दैछौँ अहिले चाहिँ हिँड्दैछौँ जाडो छ यसरी हिँडेर भने हाम्रो बडी पनि वार्मअप हुन्छ अनि प्लस के भन्नु छ हामी हुन्छ स्वास्थ्य हुन्छ स्वास्थ्य अब हामी एकैचोटि माथि गएर भेट्छौँ गाइजहरूलाई देख्छौँ अनि यस्तो धर्मकर्मको ठाउँमा चाहिँ आफूले नै कष्ट गरेर पुगेको राम्रो हो यहाँ चाहिँ घोडा गाह्रो भयो भने मान्छेहरूले घोडामा पनि जाने रहेछन् अनि प्लस मान्छेहरू बोकेर जाने खालको पनि उयो रहेछ यो सेम लाइक केदारनाथ तर राम्रो लाग्यो बुढाबुढी मान्छेहरूले चाहिँ अब धर्ममा विश्वास गर्ने मान्छेहरूले हिँड्न नसक्दाखेरि त्यो पनि एकदम राम्रो नै हो नि त सो सी यू सुन गाइज इन द मुक्तिनाथ फर्केको सबै आइसक्यो कपालमा नि हेर तिम्रो यहाँ त्यो चाहिँ 108 धाराको हो त्यो चाहिँ 108 धारा अनि त्यहाँबाट खोलामा पुग्नुपर्छ कि मस त्यस्तो जाडोमा यतिको मिली सल चाहिँ हुनुपर्छ है टिकटक बनाउनु लागि सबजना रेडी हुँदैछ यी भावना मेरा तिम्रै प्रति अल्झिरहेछन् यी आत्मा मेरा
यादमा मेरा तिम्रै नजिक इन द मार्फा भिलेज अघि हामी मुक्तिनाथ दर्शन गऱ्यो भने अहिले चाहिँ अराउन्ड 3:30 हुँदैछ अनि हामी चाहिँ मार्फाको गाउँमा पुग्नेछौँ भर्खरै स्टार्ट हुँदैछ सो यहाँको सिनारीहरू चाहिँ यस्तो यस्तो छ हावा लागिरहेको छ यहाँनिर दुईवटा आलु पाडे मान्छेहरू छन् होइन स्याउको रुख तर स्याउ छैन मेबी वेदरले गरेर सो लेट्स गो ऊ चाहिँ हाम्रो गाइड रे आजको होइन मार्फा भिलेजको लागि यहाँ चाहिँ यति धेरै ठुल्ठुलो पाहाड छ अलिकति हिमाल पनि देखिरहेको रहेछ यहाँ चाहिँ एक्चुली हिउँ पर्नु पर्ने र तर हिउँ चाहिँ परेको छैन 3 वर्ष भयो हिउँ नपरेको गाई हामी चाहिँ जाँदैछौँ अब तपाईँहरूले जिरी गल्ली कबड्डी गल्लीकै के हो सबैले देखाउँछ बाई अकाली ड्रेस मुस्ताङमा आएर त कम्पलसरी लाउनै पर्ने हुन्छ होइन सम्झनामा अल्झिएरै मन रुँदो होला हामी चाहिँ यहाँले मार्फा गल्ली घुमी एक्सप्लोर गरेर आएको होइन एउटा ठाउँ छिर्यो भने कहाँ माथितिर जान्छ एउटा ठाउँबाट निस्किनु भने कहाँ माथितिर जान्छ दिस इज सो कन्फ्युजिङ किनभने यहाँको घरहरू सबै एउटै नै छ होइन अनि सबै यस्तो हामीलाई हेर्दा चाहिँ वाल जस्तो लाग्छ तर यहाँ चाहिँ मान्छेहरू जहाँ बस्नुहुन्छ नि उहाँहरूको घर नै यही रहेछ के सो त्यही भएर उहाँहरूलाई चाहिँ कन्फ्युजन नहुने हामी चाहिँ पुरै कन्फ्युज भएर हिँडिरहेको छौँ तर रमाइलो हुने रहेछ एक ठाउँबाट जान प्रयास गरेको अर्को ठाउँबाट निस्किँदाखेरि एउटा नयाँ है केटी हो घुमाउन लाग्ने चाहिँ म है फेरि घुमाउने हो हाम्रो मार्फा भिलेजमा चाहिँ हाम्रो फर्स्ट टाइम हो भने ऊ चाहिँ पहिला नै आफ्नो +2 को साथीहरूसँग आएको रहेछ सो दिस इज आवर फर्स्ट टाइम हामी चाहिँ पिङ्कीजीको पछाडि हिँडेको त्यही भएर हामी हराउँदैछौँ यहाँनिर वाह पिङ्कीले घुमाउने हामी जिन्दगी यतिको चाहिँ हुनु परेन त अहिले हामी निस्क्यौँ होइन निस्किन चाहिँ एउटा ठाउँमा कुन चाहिँ गल्लीबाट निस्क्यौँ त्यो चाहिँ थाहा छैन अब यहाँ बाहिर गएपछि थाहा हुन्छ हेरौँ के गल्ली रहेछ ए कबड्डी गल्लीमा निस्केको हामी कुन चाहिँ गल्लीबाट निस्केको अहिले चाहिँ कबड्डी गल्लीबाट निस्केछु सी दिस इज हाउ मार्फा भिलेज लुक लाइक्स लास्ट डे एट मुस्ताङ मार्फामा बसेर सो हामी केटी मिलेर चाहिँ खाना आँटेको यतिको चाहिँ खानै पर्ने हुन्छ ल साथीहरू गाह्रो छ भनिरहेको छु चियर्स यो चाहिँ हाम्रो नयाँ कप इन्भेन्सन भएको है बिर्कोमा पिङ्की लामाले रातिको 2 बजी सक्यो एउटाको कुरा सक्यो भर्खर यहाँनिर आयो होइन अनि अर्को चाहिँ यहाँनिर छ दिस इज हाउ इट्स गोइङ अहिले होइन रमाइलो भइरहेछ डोरी फुस्केछ है सरी राति 2 बजीको कन्टेनर साथीहरू यो 2:30 आई मिन 2:17 भयो अनि यस्तै छ हालत हाम्रो आज चाहिँ लास्ट डे अफ द मुस्ताङ के गर्छ
अरू के हुन्छ स्टाइल के छ अक्षय कुमार नेक्स्ट कोरे तिम्रो त छैन लीजिए ये रहा आपका मेकअप ब्रस त्यो अर्को यता हेर त एकचोटि नानी बर्थडे आउँदैछ नि नानी गाह्रो पो हुँदो रहेछ सोचेको भन्दा धेरै गाह्रो के गर्नु जीवन यस्तै हुँदो रहेछ ठिकै छ जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने सोचमा धेरै टाढा जाँदैछु यो यात्रामा हिँडिरहेछु टाढा फर्किँदैन कहिले धैर्यमा गर्छु सारा संसारलाई छोडे उयो मन्दिर चाहिँ विपनामा हिँड्न थाले सपनालाई तोडे आइएम हियर अनि आमाको आँसु हेरी पीडा मनमा माछापुच्छ्रे हिमालमा हिउँनै छैन क्या लास्ट टाइम हामी मङ्सिरमा आउँदाखेरि हिउँथ्यो अझै छैन सो दिस इज द भ्यू फ्रम द पुन्तीकोट पोखरा लेक पनि पुरा देखिन्छ कि प्राचीन काल से मुलाकात होने वाला धार्मिक इतिहास यो चाहिँ पोखराको एयरपोर्ट इन्टरनेसनल दान और सहयोग को संकलन करते हुए कैलाशधाम पुण्यकोट विद्यालय के रूप में विकसित होने जा रहा How it's going, Pinks? एकदम enjoying our life. Samita, advance happy birthday तिमीलाई. Thank you very much. I'm enjoying my birthday. In advance, so happy birthday to you. हाम्रो कलेजको डे 5 को टुर चाहिँ आज यहाँ नै इन्ड हुन्छ हामीले डे 3 सम्मको चाहिँ मजाले भिडियोहरू लिएको छौँ हामीले भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ एउटा मेमोरी क्रिएट हुन्छ भनेर लिएको थियो खासमा भ्लग नै बनाउने अपलोड नै हुन्छ भनेर चाहिँ लिएको थिएन सो जति पनि क्लिपहरू रेकर्ड गरेको छ त्यो चाहिँ हामीले इन्क्लुड गरेको छौँ अनि आफ्टर डे 4 मा चाहिँ हामी अप्पर मुस्ताङ थियौँ अनि एकदम हावाहरू चलेर हामीले याद नै गरेनौँ भिडियोहरू बनाउने चाहिँ अनि ब्याक टु पोखरा आउँदाखेरि चाहिँ खासै हाम्रो थकान पनि भएर राम्रोसँग निन्द्रा पनि नपुगेको भएर चाहिँ हामीले भिडियोहरू बनाउने खासै यादै गरेन सो स्टे ट्युन गाइड जति पनि अब इम्प्रुभमेन्टहरू छ भने चाहिँ त्यो हामीलाई भनिदिनु होला जसले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु सब्सक्राइब आवर च्यानल लाइक द भिडियो अनि केही सजेसनहरू दिनु छ भने दिनु होला थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो यौनाहरूका खाली भागहरूमा तिम्रा औँलाहरू राखिदेऊ न निर्दोष छन् आँखा तिम्रा ताज हुन् त्यही ताजले जीवन
छा